So hello guys, how is going on? तिमीहरूलाई चाहिँ मैले चाहिँ आज one of the greatest thing in human communication, one of the greatest thing जसले तिमीले you can be a great communicator by doing this. Just यो thing गरेर you can be a great communicator and you will have a lot of friends, you will have a lot of courage to be confident. यो सोसल लाइफमा जुन तिमीलाई सोसल स्किल डेभलप गर्छौ, द वे यु टक टु पिपल, तिमी जसरी कुरा गर्छौ नि अरूसित, द्याट म्याटर्स द मोस्ट इन यर लाइफ टु बिकम ग्रेट। भनौँ या जुन आफ्नो सोसल स्किल डेभलप गर्न चाहिन्छ नि, त्यो स्किल डेभलप गर्न यु निड दिस वान थिङ। त्यो के हो भन्दा यु निड टु बी टकिङ इन टर्म्स अफ द अदर पिपल। यसको मतलब के भन्दा यदि एउटा अर्को मान्छे छ त्यसलाई इन्ट्रेस्ट छ अन गेम्स, त्यसलाई मनपर्छ फ्री फायर, अब त्यसको अगाडि गएर तिमीले लाइक भन्छौ फुटबल कति राम्रो हो भनेर, हि वोन्ट लिसन, हि इज अ नर्न अन द फ्री फायर, टक टु हिम अबाउट द फ्री फायर। सो कन्टेक्स्टमा बुझ्नुपर्दा चाहिँ जसमा इन्ट्रेस्ट छ त्यसैमा बाट कुरा गर के, यु हेभ टु टक इन टर्म्स अफ द्याट पिपल। अब जस्तै यहाँ छ मलाई इन्ट्रेस्ट छ हाम्रो भिडियो मेकिङमा, मलाई भिडियो मेकिङमा इन्ट्रेस्ट छ भने कसैले मलाई आएर सोध्छ मैले गेम खेल्दैन राइट, मलाई आएर फ्री फायरको बारेमा कुरा भनेको गर्छ भने विल आई लिसन? नो, विल आई स्टार्ट द कन्भर्सेसन? त्यसले भन्छ यो एसेटमा यो यस्तो हुन्छ, यो कम्बो हुन्छ, अनि यो हामीले यति डायमन्ड पाइन्छ, यो गेमरलाई थाहा किन, यो डट गेमर भनिरहन्छ। मैले चाहिँ के गर्छु, अब लाइक के यस्तो, हाउ क्यान आई स्टार्ट अ कन्भर्सेसन विथ द पिपल? अब यदि तिमी नयाँ मान्छे छ, दुइटाको इन्टरेक्सन भएको छैन, मतलब कम्युनिकेसन भएको छैन, अनि तिमीले सुरुमै यसै गरी यहीँ गरिदिन्छौ भने जुन तिमीलाई इन्ट्रेस्ट लाग्छ त्यो कुराबारे तिमीले भन्दैन भन। डोन्ट से अबाउट द्याट थिङ द्याट इन्ट्रेस्ट यु। अब हेर, आफूलाई त मन लाग्छ, अब हाम्रो यो ह्युमन नेचरको मतलब इफ यु डोन्ट लर्न अबाउट ह्युमन नेचर नि यु विल बी जस्ट पछाडि नै हुन्छौँ कि हामी इन लाइक मान्छेसँग कसरी बोल्ने, लाइक हाउ टु टक टु देम इन द रियल लाइफ, हाउ टु मेक देम डु द्याट थिङ जुन हामीलाई वान्ट गर्छ। र तिमीलाई आफू भित्रबाट लाग्छ कि मलाई जुन इन्ट्रेस्ट लाग्छ त्यो कुरा गरेर पो आई एम गुड, त्यो इगोलाई तल राख एन्ड टक इन द टर्म्स अफ नेक्स्ट पिपल, वाट नेक्स्ट पिपल वान्ट। अर्को मान्छेलाई के चाहिएको छ त्यसै अनुसार यु हेभ टु टक अबाउट द्याट थिङ। सो तिमीले अबदेखि गर टक इन द टर्म्स अफ अदर इन्ट्रेस्ट। अरूलाई के इन्ट्रेस्ट छ भनेर पहिला यु हेभ टु नो द्याट, अनि त्यो नो गर्ने नि हार्ड पार्ट हो। नोइङ द्याट कि अर्को पर्सनलाई के मनपर्छ भन्नु इट्स वान अफ द हार्डेस्ट पार्ट के, द्याट एन्ड इजी राइट। अनि जब तिमीले त इन्ट्रेस्ट पाएर थाहा पाउँछौ, लर्न अबाउट द्याट थिङ, अनि तिमीले जब कम्युनिकेसन गर्छौ ही विल बी टोटल्ली इम्प्रेस बाई, त्यसले तिमीसँग बोल्न आत्तिन्छ कि, ही विल जस्ट बी भित्रबाट के भन्छन् उत्साहित हुन्छ क्या टु टक टु यु, बिकज यु आर टकिङ अबाउट हिज इन्ट्रेस्ट। त्यसलाई फुटबलबारे थाहा भने लर्न अबाउट द फुटबल एन्ड टक टु हिम, वाइ वन्ट हि टक, धेरै इङ्ग्लिस छाडेको त मतलब त्यसलाई फुटबलमा इन्ट्रेस्ट छ भने हि विल टक अबाउट फुटबल अबाउट हावर्स। त्यसलाई रोनाल्डोको फ्यान हो भने हि विल टक अबाउट रोनाल्डो अ लट, मेसीको फ्यान हो भने मेसीको बारेमा कुरा गरिदियो, हि विल टक अ लट अबाउट फ्यान। तिमीलाई थाहा छैन भने अनि त्यसले सुनाउँछ, अनि सुन, धेरै नबोल, सुन, एन्ड यु विल थिङ्क द्याट यु विल बी इम्प्रेस्ड के, तिमीबाट जुन सुनिरहेको त्यसबाट नि तिमी इम्प्रेस्ड हुन्छ, एन्ड यु विल हेभ अ गुड इम्प्रेसन अन यु एन्ड यु विल हेभ अ गुड सोसल स्किल। अनि अर्को चिज हाउ टु इम्प्रुभ सोसल स्किलमा बोनस टिप भन्छु, वान अफ द बोनस टिप तिमीले फलो गर्दै गर। जोन पनि नयाँ मान्छे भेटिन्छ, यदि नयाँ फिल्डमा छौ, नयाँ ग्राउन्डमा छौ, नयाँ जस्तो तिमी नयाँ कुनै टुरमा गर्छौ, नयाँ एडभेन्चरमा गर्छौ, नयाँ मान्छे भेटिनु बित्तिकै टक टु हिम, टक अबाउट समथिङ। त्यो पनि त्यहाँ किन आएको छ, यदि त्यो रेसिडेन्ट हो भने यहाँ के छ भन्ने सोध, नभए त्यो न्यू हो भने तिमी पनि नयाँ हो, फ्रम वेयर डिड यु केम त्यसलाई सोध। कसैले पनि तिमीलाई रिजेक्ट गर्दैन। इफ यु आर लाइक नर्मल पिपुल छौ भने नो वान विल रिजेक्ट यु बाई सेङ यहाँ म त भन्दिनँ, कसैले पनि भन्दैन, बिकज हि इज अल्सो न्यू एन्ड यस्तै हुन्छ कि नर्मल पिपुल डोन्ट रिजेक्ट यु विदाउट एड्रेस मात्र सोच, यो सोसल स्किल विल बी हाई कन्फिडेन्स गर्छ। सो आजको लागि यति नै। रिमेम्बर टक जुन अर्को पर्सनको इन्ट्रेस्ट छ त्यसअनुसार टक गर, डोन्ट टक अबाउट योर इन्ट्रेस्ट टु देम। सो आजको लागि नै हेभ अ ग्रेट डे, बाई, लभ यु गाइज।